उधार अब हामी यहाँबाट लाग्यो उतातिर यो कहाँ जाने भन्दाखेरि हाम्रो यो बङ्गलाचुली जाने बाटोतिर लाग्यो बाटो चाहिँ पिच छ यो चाहिँ के भन्दा उहाँको चकचकेदेखि भालुङ जाने बाटो छोडेर यसरी जाने अवस्था यहाँनिर यहाँबाट 16 किलोमिटर टाढा यहाँबाट 16 किलोमिटर टाढा मात्रै रे मुरकुटे गाइस मुरकुटीबाट यताको अर्कै माहौल छ क्या हम कहाँ गए भाई ओ भाई मैं कहाँ गया ए खस्यो क्या छिटो भाग्यो आयो ढुङ्गा आयो ए भाग्यो ये नेपाल का बाटा है हाम्रो भुपाल सर राइडर के बिबा हामीलाई पनि चिल्लो बाटो चाहियो पोखरा ओहो राम्रो रहेछ त भ्यू त यार के भन्छन् के लाम पोखरा ओके कसम यार तपाईँ यार जान यार ट्राउजर बोले ठुलो एक्सिडेन्ट बच्छ यार ए माज गइन्छ आज यो बिच कसरी जान्छ यार डर गयो रे भैया कता डर गयो पिछाडी सकेर हामी अब दाङ प्रवेश गरेको अवस्था छ यहाँबाट है त्यो नदी रहेछ यहाँनिर ढुङ्गा खसिरहेको यार यो ढुङ्गा खस्न लागेको जस्तो छ दाइहरू जानुभएको है अवस्था डेन्जर छ त यार अटोलाई उद्धार भएको छ हाम्रो यहाँ डन हुनुहुन्छ ढुङ्गा पल्टाउने डन अटो गएको अवस्था तपाईँ बाटो दिवस जनबाट आउनुभयो कि कताबाट हेर जाने होइन तपाईँ सडक डिभिजनको कुन अध्यक्ष हो केन्द्रीय सदस्य माथि यस्तो छ है माथि यस्तो छ तल यस्तो छ हामी यसरी गयौँ आउने बेलामा के हुने थाहा छैन अब पार त गरेर अहिलेलाई आउने बेला यो बाटो ब्लक हुने हो कि थाहा छैन मान दाइ ए बा डेन्जर छ यार है कुहिरोको बस्तीमा कहिले खाने हो यहाँ सकिएको यो खाने हामी यो बाटो पार गरेर आएको अवस्था हाम्रो यहाँ डन हुनुहुन्छ है राइडर डन हाम्रो उहाँ एकजना इन्डियन भयो म यता छु डेन्जर छ यार बाटो त्यहाँ तर पर्खा हिँड्नु डेन्जर छ यार है ए वाट इज दिस हाम्रो सरले कोइला खानीमा गएर कोइलाबाट हिरा बन्छ अरे तपाईँको भाइरल भिडियो आउँछ नि फेरि वाट इज दिस पदम सर डन सर वाट इज दिस हेपनिङ इन यार झर्नालाई चाहिँ नमिस नगर्नु ल एस आई अलरेडी टेकन यसलाई चाहिँ डोन्ट मिस दिस फोटो खिच्यो एउटा खिचाछ दाइ डन्ट वरी यस ब्रो ओए व्हाट आर यु डुइङ यार टु टाइम अलरेडी डन यार लाइक दिस इज अफ nonsense activities I don't like यार nonsense activities okay पहाडमा नि खेत रहेछ यार खोलाको कसम यो बादलको कसम यो हावाको कसम मलाई मजा लागिरहेछ रे हो त सही हो I know sure bitch ओए नगर्नु डर हामी कहाँ जानु लाग्यो दाइ हामीले यो अवस्थामा रुख देखिन्न यो बङ्गलाचुली गएर हामीले यो अवस्थामा के देख्ने दाइ यो भयो हाम्रो मुरकुटी बजार ओ मुरकुटी उकालो लाग्यो भने आउँछ बङ्गलाचुली प्रवेशद्वार यहाँबाट रहेछ है साथीहरू हामी मुरकुटी बजारमा आएको अवस्था है यो मुरकुटी बजार कुहिरोले केही देखाए होइन हामी बङ्गलाचुली प्रवेशद्वारनिर छौँ है हामी यता आएको है बङ्गलाचुली त्यो मुरकुटीदेखि माथिको बाटोमा हिँड्दैछौँ कच्ची रोड रहेछ है भन्नु छ यो मौसमको बारेमा फ्यान्टास्टिक यस आउटस्ट्यान्डिङ सेभी उपर वन्डरफुल दाइको ऱ्याङ्किङ त्यस्तो भयो है होला सरहरू के हो पारा सरहरूलाई लुटाउनु विचार बोक्यो ढुङ्गा छ सर
ल है सरहरू यसको चाहिँ फोटो खिच्नुपर्छ यो ठाउँ यो बेग्लै प्रजातिको रुख छ क्या है ए नेपाल सरकार यो बाटो बनाइदिए यार यस्तो नि हेर्नु त यो गाह्रो यार हामी स्कुटीमा यस्तो यात्रा गर्ने मान्छे नै खतरा खतरा झर्नु तर हामी स्कुटीमा यस्तो बाटो हिँड्यो भने हामी पनि मूर्ख हो नि त फेरि मान्नु नमान्नु होइन राइडर नेपालको नम्बर 1 राइडर मुख हेर्नु न पुरा दाँत बनेर हो क्या दाँत बनेर निस्क्यो दाँत बनेर ठोक्किन्छ अहिले ओहो नेपालको नम्बर 1 राइडर रोडिजमा जाने खालको राइडर ल हेर्नु उहाँहरू दाँत बनेर निस्क्यो दाइ हामी जान लाग्छ कहाँ यसरी भनेको हामी चुलीमा कुन चुली हो हिमाल चुली बङ्गला चुलीमा जाँदैछ लास्टै गाह्रो रहेछ त यो यार रोक्नु गाह्रो छ त यार बङ्गला चुली भन्ने ठाउँ जानु पुग्नु यार लट पऱ्यो त यार यो बाटोमा यार फाइनल्ली हामी बङ्गला चुली आएको अवस्था अनि आज यति बेला आउने हामी मात्रै होला डन यस्तो अवस्थामा पनि हामी आउने हामी मूर्ख भन्दा नि महामूर्ख है ल गाइज हामी फाइनल्ली बङ्गला चुली आएको अवस्था हो है बङ्गला चुली कस्तो देखिरहेको छ ल के हो यो बङ्गला चुली के देख्दिनँ म त भित्र छिरिसकेको अवस्था दिदी हुनुहुन्छ बङ्गला चुलीको दिदी बङ्गला चुली पर्यटकीय स्थलमा आयो फाइनल्ली भेटियो गाइस फाइनल्ली भेटियो यतिसम्म पार्छ फुटबल खेल्ने भन्दा ठुलो चौर छ क्या यहाँ यता अगाडि हामी त हेर्नु त यो बङ्गला चुली आएको के भयो यस्तो यार भूतले छलेछ क्या आउँदा आउँदै यार केही देखिन्न भयो त यार दादा भूत प्रेत आत्मा त घुसे होइन के यस्तो भएको त अनि औँला हालेर निकाल्नु गाह्रो छ ल हामी फाइनल्ली भित्र छिर्न लागेको अवस्था भार वहन क्षमता अधिकतम यदि हामी यति खतरा भ्यू देखिन्थ्यो राम्रो त राम्रो रहेछ है यस्तो छ है गाई चाहिँ हामी बङ्गला चुलीको भ्यू टार फोटोभित्र छिरेको गेटबाट भित्र छिरेको अवस्था है यस्तो छ है यो माथि भ्यू टार रहेछ होइन 12 मान्छे त 12 जना मात्र लेखा छ त यार 12 जना मात्र भयो भने आउन पाउने भनेको कि राम्रो त पार्क सार्क रहेछ त होइन यता होइन के देखिन होला यार अब यहाँबाट यस्तो हामी भ्यू टारमा छिर्न लाग्यौँ वारिपारिको दृश्य केही पनि देखिनु भएन यार आज होइन बस्ने जाने चित्त बुझाउने त भयो राजा तपाईँलाई कस्तो लाग्यो नि त बङ्गला चुली आएर यस्तो होला जस्तो लाग्यो हजुर यस्तो होला जस्तो लाग्यो बहुत दुःख लाग्यो हेर यो हाम्रो लागि नयाँ प्रकारको मलाई त कपी आउनु थियो होला नि यसरी पुरा यहाँबाट खतरा देखिन्थ्यो है भ्यू त है पुरै दाङ देखिन्छ यता होइन पुरै त्यो उता उपत्यका देखिन्छ दाङ उपत्यका त मलाई आज यहाँ आउँदा एउटा कुरा याद आयो कि के भन्दा यस्तै वहाँ जाँदा भएको थियो कि मलाई कहाँ भन्दा पोखराको सरङकोटमा जाँदाखेरि यस्तै भएको थियो यार कसम हुनु पोखराको सरङकोटमा यस्तै भदौको महिनामा गएको थिएँ क्या म गएको थिएँ त होइन त त्यति बेला चाहिँ कस्तो नि हावा लाएर यस्तै फरेर फारेको थियो पछाडि कस्तो अब वेट गर्छौँ होइन अब कस्तो हुन्छ हेर म फार्दैछ होइन फार जस्तो लाग्यो मलाई त्यस्तो लाग्यो यो फार्दैछ हामीले वेट गरौँ होइन के हुन्छ यो त कति भर्खर हेर्नु न हटिहाल्छ क्या जब हट्यो भने त पन्छ सर ए ऱ्यापर जस्तो तपाईँ त कुन भिटेन कि लाउरे आफ्नै छ नि त आफ्नै तरिकामा हो त डन हो त तपाईँ त विशेष डन हो खाइरहन्छ हेर्स ल अलिकति देखियो त स्कुटी जान्छ उहीँसम्म जाने र साथीहरू हामीले करिब 2 घन्टा जति कुर्यौँ होइन अब रात पनि पर्न लाग्यो होइन ढिला भइसक्यो 2 घन्टा पनि कुर्दा पनि यो मौसमले साथ दिएन झन् पछि झन् बाबुले कुहिरोले घेरिरहेको अवस्था देखियो होइन त्यस कारणले गर्दा हामी निस्केको अवस्था ठाउँ चाहिँ राम्रो रहेछ तर यार देख्न पुरै यो आखिर हेर्नु न कस्तो राम्रो छ यतातिर डाङ देखिने भन्ने कुरा आइरहेको थियो यो साइडतिर पुरा यो छ नि पुरा सम्म छ यतातिर तलसम्म राम्रो थियो कामै नलाग्नु यार आज फोकटे दाइ हामीले दाइ करिब 2 घन्टा वेट गर्दा पनि यो मौसम सफा भएन होइन हामी फर्केको अवस्था दाइ यस्तो थियो यार के चिज आएको थियो यार कागहरू बाहुबली